हेलो हेलो गुड मर्निङ है। अहिले चाहिँ म काठमाडौँमा छु। 3 दिनको अविरल वर्षाको कारणले चाहिँ काम रोकिएको थियो। अब आजबाट चाहिँ सुरु गर्न लागेको काम चाहिँ सुरु भन्दा नि यता हाम्रो बस्ने टरा बनाउन लागेको। अब अरू साथीहरू चाहिँ आएको छैन। यहाँ बस्ने ठाउँको व्यवस्था भएपछि चाहिँ केटाहरूलाई बोलाउँछु भनेर एक्लै छु आजलाई चाहिँ। अनि यता चाहिँ हाम्रो बस्ने टरा, यहाँभित्र चाहिँ माटो हालेर अनि यहाँ इँटा छ, यो इँटाले सोल्डिङ गर्ने। अनि हाम्रो काम गर्नुपर्ने चाहिँ यो जग्गामा हो। हाम्रो यहाँ चाहिँ लगभग 3 ढलान जतिको हुन्छ होला। अहिले चाहिँ सुरु भएको छैन, अब केही दिनमा सुरु हुन्छ। 3 दिनको अविरल वर्षाको कारणले आज चाहिँ हल्का घाम देख्न पाएको छ है। यो पानीले पनि साह्रै दुःख दियो। अनि हामीलाई त ठिकै हो, तर यो पानीले धेरै किसानहरूको चाहिँ क्षति पुर्यायो होला। तपाईहरूको पनि धानहरू काट्न लाग्छ भने यसो मौसम हेरेर मात्रै काट्नु होला। मौसम ठिक छैन।